कार्यक्रम पेज 3 हेरिराख्नु भएको छ। अबको सेगमेन्ट फेस टु फेस। यो सेगमेन्टमा एकजना चलचित्रकर्मीसँग हामी कुराकानी गर्ने गर्छौं निरन्तर रूपमा। आज एकजना चलचित्रकर्मी हुनुहुन्छ। टेलिभिजनको पर्दामा नै देखिँदाखेरि नेपालको स्टार ठुलो पर्दामा जो देखिन्थे उहाँहरूको क्रेज भन्दा उहाँको क्रेज पक्कै पनि कम थिएन। धेरै निर्माता निर्देशकले त्यति बेला नै सिनेमामा खेलाउनका लागि प्रशस्त कोसिसहरू गरेका हुन्। धेरै निर्माता निर्देशकको त्यो इच्छा नकार्दै अन्ततः ढिलै भए पनि नेपाली चलचित्र उद्योगले एउटा सम्भावना बोकेको कलाकार पाएको छ। ढिलै भए पनि निरन्तर अहिले उहाँको सिनेमाप्रति मोह चाहिँ बढिरहेको छ। उहाँको सिनेमा अब शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ। याद गरिहाल्नुभयो। आज मसँग हुनुहुन्छ सुरज सिंह ठकुरी। कार्यक्रममा स्वागत छ यहाँलाई। धन्यवाद श्यामजी। जङ्गे रिलिज नजिकै छ, अब शुक्रबार हो, आइहाल्यो। कस्तो लागिरहेछ? सधैँ गरिरहेको काम जस्तो लागेको छ। अलिकति टेलिभिजन चाहिँ जबरजस्ती घरभित्र छिर्ने काम भयो हाम्रो, तपाईँ हाम्रो होइन। हेर्न मनलाई पनि नहेर्नु पनि हामी घरभित्र हुन्छौँ। सिनेमामा चाहिँ हामीलाई हेर्न सिनेमा हलसम्म आउनुपर्छ। सो त्यो मात्रै फरक हो। तर नयाँ आफ्नो कार्यक्रम साप्ताहिक रूपमा जुन हामी कार्यक्रमहरू निर्माण गर्छौँ त्यसकै पर्खाइ जस्तो मात्रै भएको छ। खासै त्यस्तो एकदमै आतिहाल्ने या मातिहाल्ने स्थिति चाहिँ छैन। अहिले फेरि त्यो दाढी फाल्नु हजुर कुनै एउटा सिनेमाकै लागि अहिले हेर्दाखेरि त अब होइन क्यारेक्टरका लागि पाइरहेको भनेर बुझ्दा हुन्छ। मैले होइन हजाम घर गयो अनि सयपत्री आउँदैछ। सयपत्रीको लागि हुन त अब आर्मीको भूमिका हो। फेरि मान्छेहरूलाई दर्शकहरूलाई आर्मी खेल्न लाग्छ, दाढी पाले आर्मी त हुँदैन। सो त्यसमा अलिकति ट्विस्टहरू छ, त्यसकै लागि पाल्नु पर्यो मात्रै हो, बाध्यता रहर भन्दा पनि। अघि भनिहाल्ने टेलिभिजन सानो पर्दामै देख्दाखेरि धेरै निर्माताहरूले सिनेमामा खेलाउनका लागि प्रशस्त प्रयास चाहिँ गरे हुन्। अनि म पोखरामै रेडियोमा बोल्दा पनि फलनासँग कुरा भइरहेछ भन्ने कुराहरू आउँथ्यो होइन। त्यति बेला खेलिएन। ढिलै भए पनि सिनेमा प्रति मोह चाहिँ कसरी जाग्यो यहाँ? सर्वप्रथम मलाई नायक कहिले पनि हुनु मन थिएन होइन। नायकको उमेर हुन्छ। मलाई अभिनेता यदि भयो भने अभिनेता हुनु मन थियो। अभिनेता बुढो कहिले पनि हुँदैन। सो ढिलो भन्ने शब्दको कुरा त्यहाँ रह्यो। कुरा तपाईँले भन्नुभएको पहिला पनि अफर आएको किन नगरे भन्दाखेरि मेबी कन्फिडेन्स थिएन आफूमा, एक तयार भइसकेको थिएन होला, दोस्रो कुरा। र तेस्रो मलाई चाहिँ के लाग्छ भने कसैको 50-60 लाख लगानी भएको छ, 100-200 जना मान्छेहरू इन्डिरेक्टली इन्भल्भ भएको छन्, 1 वर्षको त्यो प्रोजेक्ट होस् र मेरो गैर जिम्मेवारीपन वा आफूले नजानेको कुरा म गर्छु भनेर त्यत्तिकै लैलैमा रामबहादुरले गर्यो म पनि गर्नुपर्छ भनेर लागेर कसैको पैसा डुबाइदिनु हुन्न भन्ने मेरो मान्यता। त्यही भएर धेरै अफर आयो मिडियामा लाग्नु अगाडि पनि, विद्यार्थी जीवन बिताउँदाखेरि पनि। त्यही भएर मैले चाहिँ कहिले पनि आँट गरिनँ, किनभने म नै सायद तयार थिइनँ। सो 16 वर्ष टेलिभिजन गरिसकेपछि एभ्रिडे क्यामेरा फेस गर्ने, लाइट के हो, हुन त हामी एक्ट गर्दैनौँ टेलिभिजनमा, तर एक किसिमको एक्ट नै हो नि। तपाईँको श्रीमतीसँग झगडा भएको छ भने तपाईँ मसँग रुखो प्रश्न सोध्ने, अनि तपाईँको गर्लफ्रेन्डसँग तपाईँको राम्रो व्यवहार भएको छ मसँग मिठो सोध्ने त होइन। सो एक्ट त हुन्छ नै। स्टुडियोबाट जब भित्र हामी छिर्छौँ तब हामी सबै आफ्नो बाधा अडचनहरू समस्याहरूलाई पन्छ्याएर एउटा प्रोफेसनल हुन्छौँ। अनि त्यो प्रोफेसनल हुँदा कहिलेकाहीँ एक्ट गर्नुपर्ने हुन्छ। त्यो एक्टिङ सायद 16 वर्ष जान अनजानमा गर्दा 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 अब त सक्छु जस्तो लागेर अनि हाम फाल्यो। जङ्गे हजुर बाट एकदमै आशावादी दर्शकहरू हुनुहुन्छ। आशा गरेको सिनेमा हो होइन। हजुर त्यो गीत प्रोमो हेर्दा पनि यो सिनेमा केही छ है हजुर भन्ने चाहिँ लाग्छ। अस्ति केही दिन अगाडि रेडियोमा उत्कल थापा डिरेक्टरसँग कुराकानी गर्नुमा जङ्गेको जुन मुख्य भूमिकाका लागि सुरज सिंह ठकुरीको अप्सन हामीसँग थिएन भन्नु, त्यो के रहेछ त त्यो क्यारेक्टरको लागि? आफू अब यो मलाई यो भूमिकाका लागि अफर गर्नका लागि मसँग यो रहेछ भने त्यस्तो केही भेटियो? होइन मलाई पनि किन लियो अलिकति हुन्छ नि, तपाईँ एउटा भिडियो डिरेक्टर पनि हो। एक्ज्याक्टली। मैले पनि जङ्गे भन्नासाथ क्यारेक्टर नबुझिकन क्यारेक्टर भन्दा नाम मात्र सुनेको थिएँ, के गर्छ त्यसले स्क्रिप्ट पढिसकेको थिएन। अनि किन जङ्गे भनेको मलाई किन लियो जस्तो लागेको थियो। त्यसपछि बिस्तारै त्यही गर्ने क्रममा स्क्रिप्ट सुने, हेर्दै गएपछि मलाई यिनीहरूले मलाई लिएर ठिक गरेछन् जस्तो लाग्यो। त्यसपछि चाहिँ कुन सन्दर्भमा भने म बाहिर जे छु नि, मेरो चाहिँ जीवनको जहिले पनि सिद्धान्त कि श्याम मलाई मन पर्यो कि मन परेन। मलाई श्याम मन पर्न सक्छ, ट्राई गरौँ, कोसिस गरौँ, मबाट हुँदैन त्यो। कि श्याम मलाई मन पर्यो, मन खायो, कि त्यो मलाई मन पर्दैन, कि ब्ल्याक कि वाइट। मलाई विभिन्न ग्रेका सेडहरू चाहिँ लाइफमा मन पर्दैन। ट्राई गरौँ, यसो सङ्गत गरौँ, हेरौँ, कोसिस गरौँ, त्यो फर्स्ट टाइम नै क्लिक हुन्छ मलाई। सो त्यही गर्ने सिलसिलामा सायद जङ्गेको पनि त्यही छ क्यारेक्टर कि। अनि
लक्ष्य प्राप्ति जीवनमा यहाँको पनि लक्ष्य छ, मेरो पनि लक्ष्य छ। कुन हदसम्म तपाईँ पुग्नुभयो, म कुन हदसम्म पुगेँ, त्यो समयले बिस्तारै हामीलाई डोराउँदै लिएर जाने होला। तर लक्ष्य प्राप्तिको दौरानमा म चाहिँ 0 टलरेन्स हो। मलाई पोइन्ट बीमा पुग्नु छ पोइन्ट एबाट भने म जसरी पनि पुगिदिन्छु। त्यो भन्दैमा फेरि समाजले जुन कोर्या छ लाइन त्यसलाई हटाउँदै जसरी जङ्गीले मान्छे मार्दै अगाडि बढ्छ त्यो चाहिँ हुँदैन होला। तर मार्ने इन अ सेन्स उसलाई पन्छ्याउने होइन, मन दुखाएर होइन कि अगेन्स्ट द फिलोसफी या एथिक्सभन्दा बाहिर गएर होइन कि कम्पिटिसनले आफ्नो कामले मेहनतले हराउन मलाई मन लाग्छ। सो त्यही ममा देख्यो होला र त्यही भएर सायद छायाङ्कनको दौरानमा पनि त्यति असहज महसुस भएन। डायलग दिएको मैले मेरै भाषामा बोल्थेँ पनि हो ठिक छ दाइ भन्थ्यो, ए ल ठिकै छ। डायलग जस्तो डबिङ गर्दाखेरि 1 वर्षपछि डबिङ हुँदा पनि यो सिनमा यो छ भनेर पुरै होइन पुरै डायलग चाहिँ कन्ट्रोल रहेछ भन्ने कुरा पनि भन्नुभएको थियो। मलाई चाहिँ एकदमै मन परेपछि मात्रै त्यसरी पढिन्छ कि होइन। मलाई चाहिँ यो मैले चौथो फिल्म हो मेरो, 4वटा फिल्ममा म भोलि केही सुटिङ छ भने म एकदम मेहनत गर्ने मान्छे हो। बिहाइन्ड द सिन पहिलादेखि विद्यार्थी जीवनमा पनि म दिउँसभरि आऊ गरेर जिस्काइदिन्थेँ, रातभरि म किताब सिद्धाइदिन्थेँ अनि म गएर जाँच दिन्थेँ। अनि त्यही भएर पढाइमा मैले धेरै अगाडिसम्म निरन्तरता पाएको कारण मुख्य कारण त्यो पनि हो। सो स्क्रिप्टको केसमा पनि मैले चाहिँ मलाई याद हुन्छ, अब त्यो मेरो समस्या होइन नि। मलाई तपाईँ र मेरो चाहिँ एउटा सिन छ भने तपाईँको डायलग पनि याद हुन्छ मलाई। अनि तपाईँले बोलिसकेपछि तपाईँको अन्तिम शब्द त्यो भएपछि मेरो एउटा रियाक्सनपछि यो बोल्नुपर्छ पनि मलाई कन्ट हुन्छ। सो मलाई मेरो मात्रै होइन कि म इन्भल्भ भए सिनको मलाई जुन डायलगको धेरै टाढाबाट सर्ट ल्याएको थियो त्यो एउटा सर्ट, अनि त्यतिखेर अडियो हामीले रेकर्ड गरेनौँ अनि मेजर एउटा इम्पोर्टेन्ट सिनै थियो त्यो। डबिङमा दाइ के गर्ने अब यो त मोन्टाजमा प्रयोग गर्नु पर्ला जस्तो छ भन्दै थियो डिरेक्टरले, असिस्टेन्ट डिरेक्टरले। मैले यसो हेरेँ, मलाई त डायलग छ याद छ कन्ट छ भने अनि त्यही भन्दै अनि उहाँलाई त्यही लाग्यो सायद मेहनत हो। म मेहनत हेरेँ। काम कुनै सिनेमा गर्नुभन्दा अगाडि सबभन्दा तपाईँले हेर्ने महत्त्वपूर्ण कुरा भनेको निर्देशकको क्षमता हो। एक त्यो पनि हो, अर्को मैले अघि भने जस्तो क्लिक भइहाल्छ। कसैले मलाई केही अप्रोच गर्न आएपछि उसको बडी ल्याङ्ग्वेज उसको व्यवहारहरू 90% चाहिँ मिलिरहेको हुन्छ। मैले जे सोच्छु यो मान्छे यस्तो होला भनेर त्यस्तो मिलिरहेको हुन्छ। त्यो एउटा चाहिँ आँखा 16 वर्षको दौरानमा मान्छे भेट्दा प्रोफेसनल्ली यो ठिक छ यो गलत छ यो ठिक छैन तर यसलाई म ठिक गर्न सक्छु भन्ने यो जङ्गेको निर्देशकको कुरा गर्नुपर्दा ठिक गर्न सक्छु भन्ने लाग्यो कि होइन यो ठिक छ भने निर्देशकको कुरा उत्कल सेकेन्डरी सिनमा आयो कि फर्स्ट वाज सुसन है, सिनेमेटोग्राफर पनि प्रोड्युसर पनि। सो उसँग चाहिँ आई थिङ्क पहिलेदेखिको पारिवारिक सम्बन्ध जस्तो दाजुभाइ त ममा एउटै प्लेटबाट मोमो खाने होइन आनन्द रमाइलो गर्ने उसले गरेर काम देखाएको थिएँ मैले प्रोफेसनली। त्योभन्दा अगाडि मैले सुसनसँग कर्कसमा काम गरेको थिएँ। त्यसमा उसको गर्ने तरिकाहरू मेहनतहरू अनि साधारण कुराबाट असाधारण किसिमले फिल्मिङ गरिदिने क्षमताहरू अनि भिजनहरू अनि हम्बल अप्रोच होइन, स्विट म्यान स्विट हार्ट अनि नाइस ल्याङ्ग्वेज त्यो कुराले प्रभावित गर्यो। अनि उनीहरूले जति मलाई सम्मान दिन्छ नदिए पनि केही नहुने कुरा हो, तर जुन तरिकाले उनीहरूले मलाई सम्मान दिन्छ अनि आफैलाई नै होइन यार आई सुड बी नाइस टु दिस गाई भन्ने लाग्थ्यो। अनि उत्कल मेरो स्कुलमा मभन्दा जुनियर पनि रहेछ, त्यो पछि थाहा भयो। त्यसमाथि अस्ट्रेलियामा बसेको मान्छे नेपाल आउँछ एउटा प्रोजेक्टको लागि भने उसले केही नसोचेको त होइन होला होइन, केही तयारी गरे होला, नत्र कोही मूर्ख छैन यति फ्लाइटमा आएर यहाँ एक्स्ट्रा बसेर खर्च गरेर आफ्नो कामधामलाई साइड लाएर भनेपछि त्यो मान्छेको चाहिँ इन्ट्रेस्ट भन्दा पनि प्यासन हो भन्ने कुरा चाहिँ मैले त्यहाँबाट प्रमाण गरेँ। त्यसमाथि जङ्गबहादुर राणाको रियल लाइफबाट इन्सपायर्ड भएको सर्टेन कुराहरू मोडर्न एडाप्टेसन गरेको भएर चाहिँ अझ धेरै फ्याक्टरहरूले चाहिँ अनि आकर्षित गरे अब मलाई। सिनेमा राम्रो छ जस्तो जङ्गेको ठाउँमा आफू नभएर अरू कोही हुन्थ्यो भने यतिको यो लेभलको सिनेमा बनाउँदाखेरि आफूलाई चित्त बुझ्थ्यो कि बुझ्थेन? सिनेमा हेर्नका लागि पहिला पोस्टर प्रोमो गीत सङ्गीतले हजुर आकर्षित गर्ने ती चिजहरू हेर्दाखेरि आफू नभएको भए आफूलाई आकर्षित गर्थ्यो कि गर्थेन? यो सिनेमा मैले चाहिँ हेर्छु है भन्ने दिमागमा कहीँ कुनै कुनामा बस्थ्यो कि बस्थेन? होइन, म एकदम गलत प्रश्न हो मेरो लागि, किनभने म चलचित्र नहेर्ने व्यक्तिमा परेँ कि है। म न अङ्ग्रेजी न चाइनिज न कोरियन न मङ्गोलियन न भियतनामिज जे भन्नुहोस् म चलचित्र नै नहेर्ने मान्छे हो। म हेर्ने त्यो वातावरण पनि समय पनि हुँदैन थियो र त्यति अहिले त हुँदैन। त्यस कारण 3 घन्टा या 2 घन्टा गएर अन्धकार एउटा सिनेमा हलमा गएर अर्काको जीवनसँग हेरेर आफ्नो जीवन रिलेट गर्नु, ऊ रोयो भने आफूलाई आँसु बगाउनु, ऊ हाँस्यो भने आफू हाँस्नु, म त्यो सक्दिनँ।
मलाई यो कुर्सीमा तपाईँले 20 मिनट राख्नुभयो ठिक छ 1 घन्टा राखेपछि मेरो पोजिसनहरू यस्तो यस्तो हुन थालिहाल्छ कि सो त्यो भएर एक ठाउँमा म बस्न सक्दिनँ त्यसमाथि पनि एकाग्र भएर त्यो अलिक क्लस्ट्रोफोबिक लाग्छ मलाई त्यो हिसाबले त्यो भए पनि नभए पनि जाँदैन थियो होला म तर अब आफै खेल्या भएर के क्यारेक्टर खेलेछ थाहा छ नि त सो म त्यहाँ सायद आफूलाई चाहिँ हेर्न जान्न म चाहिँ त्यो जङ्गे क्यारेक्टर अर्को क्यारेक्टरहरूसँग कसरी घुलमिल भएको छ या भिजा छ कि छैन भनेर म त्यहाँ म हो भनेर चाहिँ बिर्सिन चाहन्छु र सायद म सक्छु होला त्यो गर्न एक दिन पढाएको थिएँ कि कतै 9/11 लागि सूर्य सिंह ठकुरले अत्याधिक पारिश्रमिक लिएको होइन अहिलेसम्मको हाइएस्ट लिएको भन्ने कुराहरू पनि आएको थियो ती चिजहरू आउँदाखेरि जस्तो त्यसरी बोलिहाल्ने जस्तो लाग्दैन सूर्य सिंह ठकुरीको स्वभाव चाहिँ मैले यति पारिश्रमिक यो सिनेमाका लागि लिएँ भनेर भनिहाल्ने स्वभाव चाहिँ देख्दिनँ त्यो चिज आउँदाखेरि कस्तो हुँदो रहेछ होइन सर्टेन कुरा चाहिँ तपाईँहरूले काहीँ न काहीँ गएर चाहिँ यदि तपाईँले म अब यही कुरा अरू व्यवसायमा लागेको मान्छेलाई चाहिँ कसैले केही भन्यो भने सायद उ गएर बाज्ला तपाईँको लागि सिनेमा फेरि भने थुक्पा खानको लागि काम गर्ने हो फिल्म भात खानको लागि त टेलिभिजनको जागिरै हो भन्ने हजुर म त्यसलाई त्यति रुडली त भनेको थिइनँ होइन भाव त त्यही हो नजिक एकदमै नजिकको साथीहरूलाई होइन मैले किनभने मलाई आज यहाँसम्म तपाईँको कार्यक्रममा यसरी बोलाइसक्नुसम्म मलाई कारण टेलिभिजन नै हो कि बहाना सायद चलचित्र भनेर बोलाउनु भयो होला तर मलाई तपाईँसम्म श्यामलाई सूर्य सिंह ठकुरी भन्ने अस्तित्व छ एउटा व्यक्ति छ भनेर मेरो पहिचान गराउने चाहिँ टेलिभिजनै हो सो मैले चाहिँ जुन पारिवारिक संस्कार पाछु बच्चादेखि त्यसले चाहिँ मलाई नुनको सोचो गर्न एकदमै राम्रोसँग सिकाएको छ सो त्यो हिसाबले म आजको मितिसम्म जे छु इट्स अल बिकज अफ टेलिभिजन त्यही भएर मेरो घरको दाल भात चुलो टेलिभिजनले चल्छ त्यही दौरानमा अर्को मिडियम पनि हो क्यामेरा नै हो लाइट नै हो एक्टिङ नै हो पर्फर्मेन्स नै हो त्यो अर्को माध्यममा जाँदाखेरि चाहिँ मैले आफ्नो जहाँबाट मैले सुरु गरेँ म धरातल नबिर्सिने मान्छे हुँ सो टेलिभिजन एज लङ एज आइम इन दिस बिजनेस म टेलिभिजन बाहेक अरू केही पनि गर्दिनँ मेरो फुल टाइममा टेलिभिजनै हुन्छ टिट्स एन्ड बिट्समा जुन ग्यापहरू आउँछ त्यसमा म म्युजिक भिडियो पनि गर्छु एडहरू बनाइरहेको हुन्छु कहिलेकाहीँ डकुमेन्ट्री बनाइरहेको हुन्छु चलचित्र खेलिरहेको हुन्छु सो तपाईँले भनेको कुरामा त्यो रुडली त्यति नभए पनि साँच्चै नै जेन्युनली दाल भात टेलिभिजन हो कहिलेकाहीँ मासु खानु मन लाग्छ नि कहिलेकाहीँ थुक्पा खानु मन लाग्छ कहिलेकाहीँ पास्ता खानु मन लाग्छ त्यो चाहिँ चलचित्रको रूपमा आउँछ अझ त्योभन्दा पनि घरको बात चाहिँ टेलिभिजन भयो कहिलेकाहीँ रेस्टुरेन्ट गएर खाने खानाहरू चाहिँ चलचित्र भयो र म बडा भाते मान्छे हो मलाई घरको भात चाहिन्छ अब बुझ्नुहोस् जस्तो कुनै योजना थिएन होइन योजना बिनै यहाँसम्म सेना बन्छु भनेर हिँडेको म सदैव त्यही भएर बन्दुक बोक्ने हातमा माइक बोकाइदेऊ भन्छु योजना बिना नै 16 वर्ष बित्यो होइन केले आकर्षित गर्यो त यहाँलाई आकर्षित गर्नु आई थिङ्क पर्ने चीज के रहेछ मिडियामा मलाई त मन पराउँदो रहेछ यो कुरा पब्लिकलाई त यो मन पर्दैन म चाहिँ किनभने मभन्दा अग्र जति पनि प्रस्तुताहरू टेलिभिजनमा देखा पर्थ्यो पहिला हामी बाल्यकाल हुँदा या हामी साधारण विद्यार्थी जीवन बिताउँदाखेरि किन कस्तो हम्बल अति चाहिने भन्दा धेरै किन पोलाइट भएको हुन्छ मान्छेहरू टेलिभिजनमा गर्छ हामी व्यवहारमा त त्यसरी बोल्दैनौँ किन उहाँहरूले त्यसरी बोल्नुहुन्ला होला सायद टेलिभिजनमा गएपछि चाहिँ त्यस्तै भन्नुपर्छ कि के चाहिँ केटा हो भन्न नपाउने दर्शक वृन्द भन्नुपर्ने होइन अनि ल धन्यवाद है भन्न नपाउने तपाईँको अमूल्य समयको लागि धन्यवाद भन्नुपर्ने अनि यसरी नै माया गरिराख्नु भनेर किन माया गर्नु पर्यो तपाईँलाई म मन पराउँदिनँ भने या तपाईँ मलाई मन पर्दैन तपाईँलाई म किन माया गर्नु होइन नेपाली हो भन्दैमा माया गर्नुपर्छ तपाईँ आफ्नो काम गर्नुहोस् उसले आफ्नो पसल चलाइरहेछ उसले मासु पसल चलाएको छ उसले चाहिँ आफ्नो किराना पसल चलाएको छ तपाईँले टेलिभिजन चलाइरहनु भएको छ तपाईँलाई माया एक्स्ट्रा किन गर्नुपर्ने भन्ने चाहिँ मलाई लाग्थ्यो अनि त्यही भएर मैले अलिक पृथक गर्ने प्रयास गरेँ म यदि त्यो दिन कुनै दिन भयो भनेर सोच्न त सरस्वतीको बास रहेछ त्यो दिन त्यो मुखमा एक दिन टेलिभिजन भयो अनि मैले चाहिँ अब मैले पाएँ आफूलाई सोधेँ बडा भन्थिस् तैँले त यस्तो गरेर यस्तो भन्छु भन्थिस् अब त भन्नु पऱ्यो नि भने जस्तो लाग्यो त्यो भित्रको आफ्नै प्रेसरले अनि स्टार्टेड सेङ हाई हेलो के छ केटा हो यो नमस्ते यो एकदम इन्फर्मल बनाउने प्रयास गरेँ र सायद त्यो त्यतिखेर म लकी किन आफूलाई भन्छु भने त्यतिखेर त्यस्तो बोल्नेहरू थिएनन् कि अहिले फेरि त्यो अमूल्य समयको लागि धन्यवाद भन्ने बोल्ने कोही छैनन् फेरि है जतिजना हुनुहुन्थ्यो उहाँले जेनेरेसन पास अन गरिसक्नुभयो नयाँ पुस्ताहरू स्पाइकी हेयर ट्याटुज देखाएर स्ट्यान्डो लाएर सो चलाउन थालिसके जुन पब्लिकको डिमान्ड हो भनेर सबैले बुझिसके सो त्यो फेजमा म ठ्याक्क छिरेको थिएँ त्यही मन पराएर ए ठिकै छ चल राम्रै लाग्छ तपाईँले चिन्छ मान्छेले यसो हिँड्ने अटोग्राफ माग्छ पहिला अटोग्राफमा त के लेख्ने पनि थाहा थिएन मैले पहिलो त नम्बरै दिँदै सूर्य सिंह ठकुरी भनेर ल्यान्डलाइन नम्बरै दिँदै 35 वटासम्म त अटोग्राफै गर्ने अलिकति अफिस टाढा हुन्थ्यो अलि ओरै ओर्लिन्थेँ अनि जानी हिँड्थेँ
कसैले फर्केर हेर्छ कि हेर्दैन, चिन्छन् कि चिन्दैनन् भनेर। सो त्यो फेजबाट रमाइलोसँग किन हेर्दैनन् जस्तो लाग्थ्यो पहिला, अब चाहिँ कति हेरे जस्तो लाग्छ, नहेर न जस्तो लाग्छ अहिले चाहिँ। अब नचाहँदै एक्टर पनि बनियो हजुर होइन? नचाहेको होइन, नचाहेको मैले अघि भनिहालेँ नि, म नचाहिने कुरा गर्दै गर्दिनँ, म चाहेपछि मात्रै गर्छु। सो चाहेरै गरे, चाहेरै त्यो डिसरेस्पेक्ट दिनुहुन्न आफ्नो पेसालाई। अब निर्देशक बन्ने चाहना पनि त होला नि, त्यो छ कि छैन त्यो योजना होइन? कुनै पनि चिजहरूमा प्लानिङ गरिदिनु अघि आइहाल्यो। अब तर होइन यस्तो भोलि जस्तो अहिले भिडियो निर्देशकहरूलाई सिनेमा निर्देशन गर्नका लागि अफर प्रशस्तै आइरहेछ, अब त्यो अफर नआउने यहाँलाई भन्ने प्रश्न नै छैन होइन, आइरहेछ। त्यो टाइम कहिले कुर्नु पर्ला त? थाहै भएन त्यो मलाई नै होइन, हुन्छ नि अब चाहिँ निर्माताको लगानी म यति बेला सुरक्षित गर्न सक्छु, अब चाहिँ सक्छु होइन। कन्फिडेन्स अहिले नै छ, तर मेन कुरा मैले अघि भनिहालेँ, मेरो तपाईँ हाम्रो कस्तो हुन्छ भने अधिकांश समय एउटा जागिरले खान्छ होइन। सो फेरि घुमेर त्यही आउँछ। सो कि त अफिस जुन कार्यालयमा तपाईँ आबद्ध हुनुहुन्छ त्यो कार्यालयले नै फिल्म निर्माण गरेर तपाईँलाई ल फर यति पिरियड चाहिँ यु हेभ टु डु दिस भनेर मलाई पन्छाइदियो भने चाहिँ म सायद भोलिको लागि नै तयार छु। तर लगानी कसैको हुन्छ वा आफ्नै हुन्छ, वान म्यान सो होइन यो, टिम चाहिन्छ। टिम भेला गर, त्यसपछि स्क्रिप्टिङको लागि 6-8 महिना कोटेर लाग, राइट क्यान्डिडेटहरू छान, राइट टिम सेलेक्ट गर, राइट लोकेसनमा जाऊ, कम्प्रोमाइज नभइकन सुट गर, अनि त्यो गरेर प्रसारणको लागि सेन्सरसम्म पठाउँदा 1-1.5 वर्षको कुरा हो। सो 1-1.5 वर्षसम्म दैनिक रूपमा जे काम गरेर थियो त्यसलाई पन्छ्याउने स्थितिमा म चाहिँ छैन अहिले, प्रष्ट भनिदिन्छु म। सो त्यो नहुँदासम्म चाहिँ जुन दिनसम्म त्यो सम्भव छैन चलचित्र, किनभने 1 महिनाको छुट्टी लिएर चलचित्र कसैले बनाउँछु भन्यो भने त्यो चलचित्र हेर्नै नगए हुन्छ मेरो विचारमा, किनभने उसले आफूले न्याय गरेकै हुँदैन, असम्भव कुरा हो। अब होइन त्यो संसारले ईश्वरले नै हात थापेर ल बाबु तैँले जे गर सुन बनाउने काम चाहिँ मेरो भन्यो भने मात्रै, तर पित्तलबाट फलामबाट सुन बनाउने प्रयास चाहिँ समय लाग्छ। सो मसँग त्यो समय चाहिँ अहिलेको लागि चाहिँ छैन, अनलेस जुन कम्पनीसँग आबद्ध छ उसले नै चलचित्र बनाउने भयो र मेरो जागिरको अन्तर्गत मैले त्यो गर्नु पर्यो भने चाहिँ आइएम क्वाइट रेडी फर द मुभी, फिल्म डिरेक्सनलाई। एकदमै मनपर्ने कलाकार चाहिँ नेपालमा यो चाहिँ मलाई एकदमै मनपर्छ भन्ने कोही एक्टरको रूपमा दया इज अलवेज गुड टु वाच। दया राईलाई मलाई चाहिँ त्यो आँखालाई शीतलता दिन्छ जस्तो लाग्छ दयाको एक्टिङले। प्रियङ्का अफकोर्स द मोस्ट वाच्ड फेस, जुन ट्यालेन्ट उसमा भरिएको छ आजको मितिसम्म नि हामीले अझ एक्सप्लोर गर्न नसकेका हो जस्तो लाग्छ। सी क्यान डु एनिथिङ। उसलाई यदि कन्भिन्स गरेर तैँले यो भूमिका खेल्नुपर्छ भने आई डोन्ट थिङ्क संसारमा कुनै क्यारेक्टर छ होला जुन प्रियङ्का कार्कीले निभाउन नसक्ने। त्यो भयो। अनि न्यू ट्यालेन्टहरू आइरहेछन्, अहिले नै उहाँहरूसँग आशा भएका धेरै छन्, तर अहिले नै भनिहालेर फेरि निरन्तरता भन्ने कुरा, मलाई चाहिँ निरन्तरता एकदम इम्पोर्टेन्ट चाहिन्छ। म संसारको सबभन्दा बेस्ट एक्टर हुँ भनेर फिल्मै नखेलिकन चुप लाएर घरमा बस्न पनि सकिन्छ, तर जबसम्म तपाईँ फिल्डमा जानुहुन्न, लडाइँ गर्नुहुन्न, तबसम्म तपाईँको चाहिँ कुन कति पानीमा छ भन्ने थाहा हुँदैन। ओ पहिलो पन्च खाइएला, पहिलो राउन्डमा तपाईँ ढल्नु होला, तर जुन तरिकाले उठेर फेरि फाइट ब्याक गर्छ त्यसले चाहिँ कति राउन्डसम्म जान्छ भन्ने कुरा चाहिँ निर्धारित गर्छ जस्तो लाग्छ। धेरैजनाहरू चाहिँ पन्चै खान्न भनेर पहिल्यै पन्चिदिनुहुन्छ, कतिजना खाइएला लडिएला के भएर अर्को फेरि गेममा जाउँला नि भन्ने हुन्छन्। कोही चाहिँ होइन म यसमै हो, म यहीँ राज गर्छु, यहीँ खुट्टा जमाउँछु भनेर बस्नेहरू पनि छन्। सम्भावना चाहिँ धेरै देख्छु म। कोही निर्देशक हुनुहुन्छ त्यस्तो जोसँग आफू चाहिँ काम गर्न पाए हुन्थ्यो भन्ने, त्यस्तो नेपाली मलाई आई फाइन्ड निश्चल भेरी नाइस। निश्चल बस्नेत मलाई उहाँ पनि मेरो स्कुलको इन्डियामा पढ्ने जुनियर रहेछ। सो निश्चलको काम मलाई एकदम मनपर्छ। अनि विटी म चाहिँ आफू अलिकति रिल्याक्स भएर काम गरौँ न होइन। सो मेरो ऱ्यापअप चाहिँ निश्चलसँग अलिकति जति कहिलेकाहीँ भेट्छौँ हामी, तर सधैँ भेटिरहे जस्तो जिस्काउने, एकअर्कालाई चाहिँ सर्कास्टिक वेमा जिस्काइरहने, अलिकति फनी वेमा विटी आन्सरहरू, उसलाई पेल्ने त्यो मजाको मुडबेड जस्तो चाहिँ निश्चलसँग मेरो ऱ्यापो एकदम राम्रो छ। एन्ड हि इज वान ट्यालेन्टेड गाई, समडे आई वुड विश टु वर्क विथ छ त्यो चाहिँ। र त्यो सिनेमा हामी पनि हेर्न पाऊँ। त्यो मेरो जङ्गे चलोस् होइन, जङ्गे चल्छ होला जस्तो लाग्छ, किनभने हुन त सबैले आफ्नो चलचित्रको बारेमा कुरा गर्छ, तर म फेरि श्याम लगायत अरू दर्शकहरूलाई धेरै एक्सपेक्टेसन नगरिदिनुहोस् कि यसले यो संसारकै र विश्वको सर्वोत्कृष्ट चलचित्र यो होइन। 2 घन्टा 2.5 घन्टाको चलचित्र छ। तपाईँको लागि चलचित्र भनेको कि आँखा नबिजाउनु त हो नि, आँखा नबिजाउने हाय आउन नथालोस्,
अनि छिनछिनमा दायाँमा को छ बायाँमा को छ हेर्न नपरोस्, मोबाइल चलाउन नपरोस्, त्यही त हो नि। त्यो चाहिँ हुँदैन। अब कसरी कुन मुडमा आएर हेर्छन् दर्शकहरूले त्यो एकदमै इम्पोर्टेन्ट छ। तर लाज मान्नुपर्ने कुनै कुरा छैन। नेपाली भन्दा हेत्तेरिका नेपाली फिल्म के गरे भन्ने त्यो छैन। आँखालाई नबिजाउने दृश्यहरू छन्, संवादहरू त्यस किसिमकै छन् र फ्लो जुन स्वेटर बुने जस्तो जुन स्टोरीलाई फ्लो गरेछ त्यो चाहिँ मिठो तरिकाले फ्लो गरिएको छ। काम गर्दा कुनै एउटा रमाइलो घटना छ त्यस्तो के? रमाइलो भन्दा नरमाइलो धेरै छ नि है। खुट्टा भाँच्यो दुइटै हैन। मैले फाइट सिनको गएमा त्यसपछि 1 वर्षपछि त्यही फाइट सिन गर्न गएँ, त्यसपछि दुइटै हातमा टाँगा लाग्यो त्यही फाइट सिनमा। स्टार्टिङकै सिन हो त्यो, तर डिरेक्टर र प्रड्युसरले चाहिँ पक्कै केही भइहाल्छ कि भनेर चाहिँ फाइट सिन लास्टमा राखेको थियो कि चलचित्र सिन हो हैन। सो त्यही सिलसिलामा मेरो ट्याक्क 3 तलाबाट 1 तलामा हाम फाल्नुपर्ने, बिचमा एउटा रोड, एउटा घरबाट अर्को घरमा, बिचमा नाङ्गो तार थियो वीरगन्जको। अब कम हाम फाल्नु नाङ्गो तारमा चाहिँ काला कौवा भएर लड्किरहनु पर्ने हुन्थ्यो। धेरै हाम फाल्यो भने अर्को घरमा भित्तामा गएर ठोकिने हुन्थ्यो। सो मैले अलिकति करेन्ट लगाएपछि त बाँच्ने चान्स छैन, भित्तामा ठोकियो भने बाँचिन्छ भनेर अलिक धेरै जम्प गर्दाखेरि फर्म यहाँ थियो, म अलि उता ल्यान्ड गरेँ। दुइटा फेरि कन्क्रिटमा 2 तलाको कन्क्रिटबाट हाम फाल्दाखेरि र फर्ममा हाम फाल्छु भनेर रिल्याक्स वेमा हाम फाल्दा नभनेर खुट्टा भाँचियो दुइटै। अनि काठमाडौँ फर्काउनु पऱ्यो मलाई। त्यही रात फेरि आइटम डान्स एउटा छ त्यसमा जुन अहिले लिक भइसकेको छैन, त्यो गर्नेमा मेरो पनि डान्स थियो त्यहाँ। दुइटै खुट्टा भाँचेर म चाहिँ अनि खटियामा बसेर सिक्वेन्स त्यहीको त्यही इम्प्रोभाइज गऱ्यो कि। अरूहरू चाहिँ नाचे, म चाहिँ नाचिनँ, बडा रियाक्सन दिइरहेको थिएँ, एक्सप्रेसन दिइरहेको थिएँ होइन। तर दुइटै खुट्टा भाँचे एक्सप्रेसन हो त्यो। सो त्यतिखेर गाह्रो भयो। त्यही दौरानमा सुसन हाम्रो सिनेमेटोग्राफरलाई अरिङ्गालले 12वटा अरिङ्गालले अनुहारमा टोकेर सुटिङको दौरानमा भागेर हस्पिटल दौडिनु पऱ्यो। हस्पिटल पुगेको हिजो मात्रै 3टा अरिङ्गालले एउटा बुढीलाई टोकेको थियो, त्यो त मरि भनेर अनि सुसनलाई 12वटा 13वटालाई टोकेको छ। अनि चाहिँ त्यसको फेरि अलिकति शरीर हेभी, त्यही भएर बाँचिहाल्छ कि भनेर 2-3टा एन्टिभेनम डोजेसहरू दिएर उसलाई जसोतसो रेस्क्यु गरेर। तर अचम्मको प्राणी रहेछ सुसन पनि। 2 घन्टा सुत्यो चौरमै आएर हस्पिटलपछि। तेस्रो घन्टामा फेरि सुटिङ सुरु गऱ्यो, जबकि उसको अनुहार चाहिँ हेर्न लागेको थिएन। परिवारबाट चाहिँ अब फिल्म चाहिँ जङ्गे नगरे हुन्थ्यो भन्ने आएन त्यस्तो? होइन होइन, हुन्छ नि दुइटै खुट्टा फ्र्याक्चर भयो। जस्तो म पनि सुटिङकै बेलामा खुट्टा फ्र्याक्चर भन्दा श्रीमतीलाई किन यो खुट्टै भाँचिने काम त किन गर्नु भने पर्यो। मेरो श्रीमतीले चाहिँ मलाई राम्रोसँग उसलाई थाहा छ कि यसले यसले फिल्म गर्छ होइन कि यसले खुट्टा भाँच्ने काम गर्छ भनेर। किन यस्तो गर्छौ भनेर उसले अब ऊ चाहिँ आचेत भइसक्यो होइन। अब अनि सर्टेन पेसामा चाहिँ मलाई इन्टरफियर मन पर्दैन, चाहे त्यो घर परिवारबाट होस् या कसैबाट। किनभने म नथाहा पाएको कुरा गर्दै गर्दिनँ, थाहा पाएको कुरा मलाई अरूले भने मन पर्दैन। सो त्यो हिसाबले उसले अब बुझिसक्यो मेरो स्टाइल, मेरो काम गर्ने शैली। सो उसलाई चाहिँ यति मात्रै हो कि नाच्दाखेरि चाहिँ लाज मर्दो चाहिँ भएको छ कि छैन भन्ने उसको कन्सर्न थियो कि म त्यति ननाच्ने मान्छे। अरू जे गरेर उसलाई कन्फिडेन्स थियो। तिमी नाच्यौ पनि भनेर सोध्यो। नाच्यो भने त्यो म हेर्न सक्ने किसिमले नाच्यो होला भन्ने आश गर्छु भने मैले चाहिँ त्यही छ भनेर देखाइदिएँ। अनि उसले थ्याङ्क गड भन्यो होइन। सो मेरो स्वास्नीले थ्याङ्क गड भनेपछि दर्शकले पनि थ्याङ्क गडै भन्छ जस्तो लाग्यो। बेस्ट क्रिटिक चाहिँ मेरो स्वास्नी नै हो मेरो लागि। दर्शकलाई के भन्न चाहनुहुन्छ? मभन्दा धेरै थाहा भएको मान्छेहरूलाई म केही बोल्दिनँ। दर्शकहरू भन्नासाथ पहिलाको बेलामा एउटा थियो जहाँ हामीले भन्थ्यौँ, अहिले चाहिँ के लाग्छ भने दे नो इट मोर, दे नो इट बेटर। यसरी नै सिनेमाप्रतिको मोह, चाहना, एउटा क्यारेक्टर चरित्रप्रति न्याय गर्नका लागि रुचि हजुर बढोस् यहाँलाई। धेरै धेरै धन्यवाद श्यामजी, यो लागेको ठानेर यसरी बोलाइदिनु भयो। जसलाई कार्यक्रममा देखिरह बोलिरह सुनिरह आवाजले बोलाउँदाखेरि राम्रै बाटोमा सुइरहेछु जस्तो लाग्यो अहिले। थ्याङ्क यू।